स्टार्ट गरेर देश बन्दैन। सुनिता डङ्गोलजीले पनि ब्रान्डिङ गरिदिनु भएको छ हैन। उहाँले चाहिँ जितेपछि कलाकारहरू बालनलाई चाहिँ हामी गीत गाउन बोलाउँछौँ भन्नुभयो। हामी जितेपछि एलपी थिएटर बनाउँछौँ जहाँ चाहिँ उहाँहरूलाई प्रस्तुत गर्न आउनुहुन र आफ्नो कलालाई प्रस्तुत गर्नुहुन पनि आह्वान पनि गर्न चाहन्छु। काठमाडौँको उपमेयर सुनिता डङ्गोलले रिसेन्टली एउटा स्पिचमा एमाले र केपी ओलीको मात्रै तारिफ गरेर बालेनको कुनै पनि कामहरूको सपोर्ट नगरिकन अझ इनडाइरेक्टली बालेनलाई क्रिटिसाइज गरेको कारणले गर्दा अहिले सोसल मिडियामा म्यासिभ हेट कमेन्ट पाइराख्नु भएको छ सुनिता डङ्गोलले। धेरैजनाले स्टन्ट गर्नुहुन्छ, बोल्नुहुन्छ, पपुलर बन्नुहुन्छ, स्टार्ट गरेर देश बन्दैन, स्टार्ट गरेर देश बन्छ। केही समय अगाडिसम्म हामीले सुनिता डङ्गोल र बालेन बीचमा राम्रै सम्बन्ध भएको र एकले अर्कोलाई सपोर्ट गरिरहेको देख्थ्यौँ। सुनिता डङ्गोलजीले पनि ब्रान्डिङ गरिदिनु भएको छ हैन। उहाँले चाहिँ जितेपछि कलाकारहरू बालनलाई चाहिँ हामी गीत गाउन बोलाउँछौँ भन्नुभयो। त्यो राम्रो पनि हो, किनभने मेयरले गीत गाएको राम्रो पनि सुनिन्छ, उपमेयरले सपोर्ट गरेको हैन। त्यो हिसाबले एकदमै राम्रो कुरा हो। त्यसप्रति पनि हामी खुसी नै छौँ। जो गीत गाउनेहरू पनि आउँदै हुनुहुन्छ राजनीतिमा, उहाँहरूलाई पनि गीतहरू छ नि फरक खालका गीतहरू, सबै कलाकारहरू ऱ्यापरदेखि लिएर सबैलाई आह्वान गर्न चाहन्छौँ। हामी जितेपछि एलपी थिएटर बनाउँछौँ जहाँ चाहिँ उहाँहरूलाई प्रस्तुत गर्न आउनुहुन र आफ्नो कलालाई प्रस्तुत गर्नुहुन पनि आह्वान पनि गर्न चाहन्छु। बट रिसेन्टली टाइमहरूमा चाहिँ बालेन शाहको फेसबुक पोस्टहरूलाई लिएर सुनिता डङ्गोलले क्रिटिसाइज गरेको पनि देखिरहेको थियौँ। जथाभावी मिडियामा बोल्ने कुरा किन नहोस्, जथाभावी आफूले लेख्ने कुरा किन नहोस्, सिंहदरबार जलाउनु भन्नु ठिक होइन र यस्ता जलाउने, बिगार्ने, भत्काउने, दुःख दिने, झगडा गर्ने, द्वन्द्व गर्ने जस्तो बाटोमा हामी नलागौँ। यसले विकास होइन विनाशतर्फ लग्छ। कहिले कुन नेतालाई गाली गर्ने, कहिले एक अर्काकै साथी बीचमा गाली गर्ने, भनाभन भन्ने। मैले भनेको जस्तो निर्णय भयो भने मेरो जित भयो, अर्कोको हार भयो भने पर्सनल इगोलाई छोड्दिउँ, हामी महानगरलाई सबैभन्दा माथि राखौँ। तर अगाडितिर बालेन शाहको पोस्ट पनि वाइल्ड ग्याङस्टर टाइपको हुन्थ्यो। पोस्ट जे जस्तो भयो नि, जे लेखे पनि त्यो पोस्ट राम्रै कुराहरूको लागि हुन्थ्यो। रिसेन्टली भएको एउटा एमालेको प्रोग्राममा चाहिँ सुनिता डङ्गोलले लामो भाषण दिँदै एमाले र केपी ओलीको यो प्रशंसा गरेको सुन्नुहोस्। सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू, उहाँले पनि काम गरेकै कारण, राष्ट्रवादी भएकै कारणले गर्दा थुप्रै आक्रमणहरू खेप्न परेको छ। म स्मरण गर्न चाहन्छु 2072 साल जुन बेलामा देश भूकम्पका कारण थलथलिएको थियो, विकास निर्माणको काम ठप्प भएको थियो, सम्पदाहरू ढलेका थिए। त्यस्ता समयमा राष्ट्रको लागि काम गर्नुभयो, नेतृत्व दिनुभयो। थोरै समयमा सरकारमा गए पनि थुप्रै राष्ट्र विकास, राष्ट्र निर्माण, राष्ट्रवादीका कामहरू गरेका छन्। त्यसकारण म एमालेमा छु। एमालेले कसैको घर जलाउन सिकाउँदैन, कहीँ कतै लुटपाट गर्नका लागि युवा प्रयोग गर्दैन, सोसियल मिडियामा भाड भैलो गरेर उग्र बन्न एमालेले सिकाउँदैन। एमालेले युवालाई आफ्नो 10 नङ्ग्रा खियाएर राष्ट्रको लागि काम गर्नुपर्छ भनेर सदैव प्रेरित गरिरहन्छ। त्यसकारण मलाई एमाले मनपर्छ। त्यस पछाडि उपमेयर सुनिता डङ्गोलले आफ्नै प्रशंसा गर्न थाल्नुहुन्छ। अहिले संसारभर नेपालको नाम उच्च राख्न सफल बनेकी छु, यङ ग्लोबल लिडरको रूपमा चयन भएकी छु। र त्यस पछाडि चाहिँ मेयर बालेन शाहले पास्टमा गरेको फेसबुक पोस्टहरूलाई चाहिँ पपुलर हुनको लागि पब्लिक स्टन्ट गरेको भन्नुहुन्छ। धेरैजनाले स्टन्ट गर्नुहुन्छ, बोल्नुहुन्छ, पपुलर बन्नुहुन्छ अनि पपुलिस्ट भएर नै देश बन्छ जस्तो पनि लाग्छ। अरूलाई गाली गरेरै मात्र देश बन्छ जस्तो लाग्छ, तर स्टार्ट गरेर देश बन्दैन, स्टार्ट गरेर देश बन्छ। देश बनाउने हो भने योजना अनुरूप काम गर्नुपर्छ, काममा इमानदारीता हुनुपर्छ। त्यसकारण हामी स्टन्ट गर्ने युवा होइनौँ, काम गर्ने युवा बनौँ। त्यसकारण हामी अराजक युवा होइनौँ, अनुशासित युवा बनौँ। र त्यो सुनिता डङ्गोलले स्पिच गरेको भिडियो यति धेरै भाइरल भयो नि, त्यो स्पिचबाट एमालेको झोले बाहेक अरू कोही पनि खुसी छैन। सोशल मिडियामा गन्ध हेर, भ्रष्टाचारीको गन्ध। एमालेका युवाहरूले त कसैको घर लुटपाट पनि गर्दैन, पोखराको इन्टरनेसनल एयरपोर्ट बनाउँदाखेरि 10-12 अरब रुपियाँ त भ्रष्टाचार पनि गर्दैन र गिरिबन्धु टी स्टेटको जग्गाहरू त बेच्दैन। कस्तो राम्रो एमाले। तिम्रो चोरी फुरी भनेको नि केपीओली नमर्नु जेलसम्म होइन, केपीओली त्यति छिटै मर्दैन हामीलाई थाहा छ। त्यो पापी भनेको कुहिएरै मर्छ होइन, त्यो कुहिएर त्यो गुमुत भएको बेला त्यसको गुमुत चोर्ने बेला मात्र तिमी काम लाग्छ। काठमाडौँ महानगरको उपमेयरले गरेको एउटा मात्र काम मलाई साथीहरूले यहाँ कमेन्टमा लेखिदिनु होला, स्टन्ट गरेर देश बन्छ। अनि के तिमीले चाहिँ केपी बाको गेडा सुमसुमाएर चाक चाड्दैमा चाहिँ के देश बन्छ त?
अब ब्यालेन्स शाहले आफूलाई अलरेडी प्रुभ गरिसक्नु भएको छ कि काम कसरी गर्छन् भनेर जनतालाई देखाइसक्नु भएको छ र जनताहरूले ब्यालेन्स शाहलाई माया गर्छन्। अब यत्रो जनताहरूले हाउडे तालमा ब्यालेन्स शाहलाई यति धेरै माया र सपोर्ट गरेको त होइन। र तपाईहरु पनि यो भिडियो यहाँसम्म हेरिराख्नु भएको छ र ब्यालेन्स शाहलाई माया गर्नुहुन्छ भने यो भिडियोलाई लाइक गरेर मेरो च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला।